ये निकाल दिया ना? निकाल दिनु घाँस कुस पार्ने कच्चा घाँस यहाँ राख्नुमा मेरो धोएर ल्याऊँ कि अलि पानी फालौँला अनि अलिकति धुन बिहान धुम्ला होइन र मैले स्पोन्सरलाई फोन गरेर थिएँ गाडी बन्द काठमाडौँ गएर आउने घुम्ने पैसा हालेर पैसा नभए यस्तै त यहाँभरिमा लक्ष्य धेरै स्पोन्सर होला हाम्रो लक्ष्य काटेलाई बडो चाउन्डो हुन्छ अरूबाट त्यो ऊ पनि त्यही जान्छन् बाट तिमी ऊ पनि गने म कहीँ पछि रहन्छ नि होइन आन्द्रा ऊ गरेर यो निकाल गरियो समारोह गरियो टोटो गराउँ हाम्रो ठुल्दाइलाई झोले खाए पनि हुन्छ खाने मनलाई मलाई त स्वादै लाग्दैन झोले खाने हुन्छ माउ खाने हुन्छ ठुल्बिनाले ठुल्बिना कसलाई आउनु छ भोलि आउनुहुन्छ आँखा फोरेर नि जिब्रा फालिने ठुल्दाइले दिउँलाई क्या नरेन्द्र बाबुलाई मामा मैले त सबै खाल्छु मैले त केही फरक पर्दैन सर कोही 700-800 होला नि केजी कसरी छ 800 1 किलो र हुन 800 हुन्छ अहिले छोपिन टोलमला सबै फाल्नुपर्छ र यो पर्दैन होला नि जिब्रो भित्रको जिब्रो जिब्रो हो नि त तर फाल्दिएको छ आँखा फोर्ने यो वाला मात्रै छ क्या अलि मासु लटे फालिनुपर्छ भित्रको सबै हो त्यो जिब्रो लटे तानेर फालिने हो भित्र रोलसम्म तर आइहाल्यो हेर्न यस्तो भइसक्यो आँखा फोर ठिक्कै बड्डाले सपाउनुहुन्छ सबै यतिकै राखिदिउँ नि अलिक माइटबाट अलिअलि काटिदियो अलिक गरेन अनि गडक पार हल्का काट हो उता पनि काट उता यताबाट नि बस फुट्नु यो शिरलाई काट्ने र शिरलाई राखौँ नि त्यसै हाल्नु गुसँग छ क्या यहाँ दिशासँग अलिक केटा पखाल्छ अहिले हरिले ए सिमलको ओजनहरू सब चेर भएको कस्तो राम्रो थियो मासु त राम्रै छ नि त खाँदाखेरि पकाइमा टक्क मस्तैलाई मेहनत दिएर पकाउनुपर्छ मजा आउँछ
पिस त ठिकै हुन्छ नि यत्र यत्र नि त्यसले अलिक सानो गराइदियो पनि दुई पिस बस भाले छोडेर आउँछ नै भाले कता बहिनी लग्ने भने भाले त्यो लग्ने अहिले त्यो दुईटा पिस बनाउने बिहान कसरी जानुहुने हो 7 बजी जानु होला छोप्न दिन्छ भने जोग्दाखेरि राम्रो हो तपाईँ आएको बेलामा दिदीले छोपिदिनुहुन्छ अनि पाहुना पर्न आइयो आज त्यही भएर यो छोप्ने बेलामा फुट्किहाल्यो अरू बनाउँछु भन्दा है म है के भएको छैन नि यस्तो सानो खोइ त पुल खानुहोस् क्या पोल्ने खाम त छिटो फाल्दिनु झिर पनि खै लिएर आउन झिर के मिसाउनु नि एक दुई पिस भित्र होला कि त्यो लिएर आउनु त त्यो मामाले पोल्नुहुन्छ मामाले बाँड बुझाउनु भएर सास नभयो भने फेरि के रक्सी लिएर आउनु न माथिहरू गएर कहाँ राम्रो पाइन्छ त नत्र यहीँ राम्रो थियो ठुलो मिको पारेको अनि ठुलो मिको गएर मिठोको लगेर दामी छ अरे त्यही भन्नु हजुर पारेको रौसी कति मिस छ म टाउ दुखाएको छ भने उडाएर दिन्न अन्त भर्खर पारे भएर अनि कहाँ दिनु भएर म त्यस्तो छैन फेरि पैसा दिनु भने पैसा दिन्छु भन्नु पर्दैन के आउनु अनि त्यो पैसा मात्र उधाएर भन्ने त यसमा हुन् कहिले जाएर अहिले आउला टुक्रा बनाउने यसलाई हल्का हल्का काट्ने हो बस ज्योति कुकुर अझै परे छैन कति दिलमायासँग बस्ने हाँस्ने नाच्ने टिकटक गराउनु होला के रुनु भएन यसमा हालौँ नि हो भुइँमा खसेको पखालेर हाल्ने है यो राम्रै हो नि कि घुमेलाई मैले पखाल्नु आज यसलाई के यसलाई ढुम्न केटा यो ढोटो यसलाई ढोटो ल भान्जा अलिकति केलाई मामा यो पछि नै हात काट्नु